ढिलो उठ्नु भनेको क्राइम गरेको भन्दा ठुलो अपराध हो, जहाँ यो केस मम्मीसँग जोडिएको हुन्छ। आमाको अनुहार ढिलो उठेर भान्सा कोठामा गयो। आमाले हेर्नुभयो, केही भन्नु भएन। त्यो साइलेन्स 1000 शब्दभन्दा पनि भारी थियो। लेक्चर सुरु। आमाले भन्नुभयो, तिम्रो बुवा बिहान 5 बजे उठ्नुहुन्थ्यो, तिम्रो दाइ 6 बजे उठ्थ्यो, हाम्रो गाउँमा सबै मान्छे 4 बजे उठ्छन्, तिमी चाहिँ किन 9 बजे? त्यो लेक्चर खाजा भन्दा पहिला आउँथ्यो। छिमेकीको कुरा, छिमेकीको छोरो बिहान 5 बजे उठेर दौडिन जान्छ, तिमी चाहिँ किन 9 बजेसम्म घाम आउने जेलसम्म किन सुतिरहेछौ भनेर गाली चाहिँ मैले खान पर्छ। तर आमाको नजरमा सबैभन्दा सक्सेसफुल मान्छे भनेको त्यही छिमेकीको छोरा हुन्छ। दिन बर्बाद, ढिलो उठ्यो दिन बर्बाद भयो भन्छ। तिमी सोध्छौ अझै 12 घण्टा बाँकी छ, आमा सोच्नुहुन्छ दिन सक्यो। यही कुरालाई लिएर घरमा दिनभरि युद्ध हुन्छ। भोलिदेखि राति सुत्नु अघि सोचेर सुत्छौ, भोलिदेखि बिहान 6 बजे उठ्छु। अलार्म लगाउँछौ, बिहान अलार्म बज्छ, बन्द गर्छौ, 5 मिनटपछि फेरि बन्द हुन्छ, उठ्दाखेरि 9 बज्छ। यस्तो भोलिहरू सबैभन्दा लामो भोलि हुन्।